गरेको धन्दै हामी अहिले रामेछाप जिल्ला दोरम्बा गाविसको वडा नम्बर 4 पर्ने यो अग्लेश्वर मन्दिरमा छ। यो चाहिँ पहिलादेखि नै अब यो मन्दिर रहेछ भनौँ भनेर। अनि यो चाहिँ अग्लेश्वर महादेव महादेव कहिले जात्रा लाग्छ? यो जात्रा लाग्ने भनेको चाहिँ कार्तिक एकादशी कार्तिक एकादशी चाहिँ जहिले लाग्छ। यहाँ पूजा कसले गर्छ? पूजा यहीँ तल छ धामी छ के जात हो? तामाङले गर्नुहुन्छ। रामेछाप जिल्लाको दोरम्बा गाविसको एउटा अग्लेश्वर भन्ने डाँडा छ। अग्लो करिब 3000 फिट जस्तो लाग्छ। मोर देन 3000 फिट सरी 3000 मिटर 3000 मिटर जति लाग्छ। किनभने 2000 तल हो र 1000 मिटर हामी आइसकेका छौँ। र त्यहाँ चाहिँ एउटा गजबको एउटा ऊ रहेछ महादेवको मूर्ति। र यहाँ चाहिँ धामी तामाङले चाहिँ पूजा गर्नुहुन्छ सधैँ। र यहाँ देख्नुहुन्छ यसरी मजाले बसेको छ। त्यहाँ धुपहरू त्यहाँ पैसाहरू पनि चढाइदिएको छ। अब यहाँ चाहिँ अब धामीले आफैले आएर यो चाहिँ पूजा गर्ने। यो कहिले गर्छ पूजा? एकादशी कार्तिक पुण्य एकादशी कार्तिकको अब छिटै आउँदैछ। यो अग्लेश्वर यो बाटो हो? यस सर। त्यो चाहिँ देउताको माथि पनि जाने भयो? मेन देउता माथि हो, चढ्न नसक्ने नि यही पूजा गर्ने। अब म चाहिँ अग्लेश्वर महादेवको माथिको थुम्कामा चिप्लिने सम्भावना रहेछ, त्यस कारण म फुकाल्छु। रक क्लाइम्बिङ राम्रो किसिमको जस खुट्किला राम्रो छ सम्भावनालाई रक क्लाइम्बिङ गर्नलाई राम्रो। अब तपाईँ अग्लेश्वर महादेवको ठाउँमा पुग्न आँट्यो। यहाँ अब म यहाँ माथि आइपुगेँ। खास देउता चाहिँ यहाँ छ। ल एउटा मन्दिर जस्तो छ, एउटा ओखल पनि छ। खास देउता यहाँ छ। हामी अग्लेश्वर महादेव आइपुगेका छौँ होइन। अब केही सन्देश छ तपाईँको? अब दुनियाँलाई त सन्देश भन्दा नि अब यो महादेवलाई सम्झेर सबैजना के अरे बाहिरी पाहुनाहरू भित्रियोस्, अग्लेश्वर महादेवको अब सबैलाई बर पाओस् भन्ने चाहिँ मलाई लागिरहेको छ अहिले। अब यो अग्लेश्वर महादेवमा चाहिँ अब विदेशी पर्यटनहरू पनि अब भित्रिँदैछ। अहिलेसम्म अब नेपाल राज्यभरको सबैले चाहिँ अब अग्लेश्वर महादेव रामेछाप दोरम्बाको एउटा चिनारी रूपमा रहेको यो महादेव छ। त्यसमा सबै पाहुनाहरू आएर यसले मनले अहिले उहाँ चाहिँ अग्लेश्वर महादेवमा बसेर चारै दिशाको फोटो लिइरहनु भएको छ। म अहिले अग्लेश्वर महादेवको थुम्कामा तपाईँले देख्नुभयो कति कठिनसँग चाहिँ चढियो। र यहाँ जो पाइ चढ्न नसक्दो रहेछ। त्यो जो चढ्न सक्नुहुन्न त्यो उहाँले चाहिँ तल चाहिँ पूजा गर्ने। र हामी चाहिँ त्यो अग्लेश्वर महादेवको थुम्कामा आइपुगेका छौँ र रमाइलो लागिरहेको छ। र यो ठाउँमा सिटिमिटी आउन पाइन्न, वन्स इन अ लाइफ टाइम भनेर जिन्दगीमा एकपटक भनेर बाहिरको मान्छेलाई। यहाँको मान्छेलाई त आउन सक्नुहुन्छ। त्यस्तो किसिमको चाहिँ वातावरण छ।
हुन्छ धन्यवाद यहाँबाट अहिले देखेको चाहिँ यो ब्यारेक हो यो। अब यसमा चाहिँ पहिला तामाङ राज्यको घिसिङ राजाको दरबार त्यो यो घिसिङ राजाको दरबार हो। अनि त्यो अहिले त्योलाई फेरि के भनेर चिन्छ तालजुगढी। तालजुगढी भनेको तालाचु भनेको 10वटा तल भएको कस्तो गाह्रो छ उता नभए हेरेर आउनु सर। होइन यताबाट झन् गाह्रो लाग्यो मलाई हो सर हेरौँ उता चाहिँ मलाई त ठुलो सजिलो हो उता कहाँनिर गाह्रो छ उता ढुङ्गा केबाट खस्नुपर्छ हो। अब हामी एकदम गाह्रो बाटोबाट झर्दैछौँ यो चेपबाट ओहो तर यो सजिलो रहेछ ल त्योभन्दा लड्यो भने त्यहाँसम्म मात्रै हो के तपाईँ झर्नुहुन्छ म झरौँ पहिला तपाईँ झर्नुहुन्छ म झर्नु भन्नुहोस् पछाडिबाट झर्छ होइन ल म झर्छु पहिला ठेरो बाटोबाट खोज अलि बिस्तार झर्नु होला सर थाप्नुहुन्छ किनभने भेटी छाडिसकेको छु हो र सर सामान्य ठाउँ त्यसरी छैन अलिकति तलको भाग अलि देखिदिनु छ नभए माथि आउनु सर तर झर्न सक्नुहुन्न भने त्यहाँबाट सकिँदैन सर हो सर सर गाह्रै छ सर तल कहाँ हो सक्नु भएन होइन सर बिस्तारै खान्छ तपाईँको खुट्टा लामो छ नि त्यही भएर छैन अलि खुट्टा लामो भन्नाले नि समान ठाउँ 2-3 ठाउँ छ बरु उतापट्टि त रकै थियो नि उता रकै छ सर यहाँ गोरी टार्नु पर्यो ऊ के ऊ क्लाइम्बिङ रोप छ नि त्यो राख्नुपर्छ। अब मेरो चाहिँ अब अन्तिम भाग तल पुगिसक्यो झरिसक्यो म अब म झरिसक्यो भन्नु पर्यो